यसलाई गण्डकीको क्वेसन देखेर त पढाउने मास्टर पनि बेहोस भइरह। त्यो बुक लेख्ने मास्टर त झन् कोमामा पुगिसक्यो भन्ने छ। हामी इक्जाम दिनेहरू पनि लगभग लगभग सिकिस्त अवस्थामै छौँ होइन। अब यो मलाई पढ्नु सड्नु भन्दा पनि यो लोकसेवा दिनेले गर्नु के रहेछ भने आनन्द यो 753 पालिका घुम्न जाने, जति जति जसका चाडबाड आउँछन्, हो जात्रा सात्रा आउँछन्, मेला आउँछन्, त्यहाँ घुम्न जाने मजाले। अब यति घुम्न जानको लागि पैसा सैसा छैन भने पनि यसो खसी बोका व्यापार गर्ने हिसाबले जाने। गाउँ गाउँ कुन गाउँ कुन टोलमा रहेछ, कुन टोलमा के रहेछ, कुन टोलमा कसका मावली बसिया छन्, कसका थरी कहाँ छन्। अब क्वेसन त्यस्ता सोध्न थाल्छ। पढ्ने बेला उहाँ महाआशा गर्देखि उहाँ ब्रह्माण्डसम्म पढ्यो। क्वेसन आउँछ त्यो मलाई बाख्रा चराउने कानलातिरका चितान के भन्नु हौ। अब कुन दिन सोध्छ अब त्यो फलाना यो फलानु रुख कुन वनमा पाउँछ, फलानु झार कहाँनिर उम्रिया छ, कुन टोलको कुन टर्निङमा कसले पिसा फेर्या। अब यस्ता सोध्ने बेर छैन। अब जे पनि सोद्धो रहेछ। यो सिलेबस भाडमा जाओस्। हुन त अब त्यही गण्डकीतिर घर भएकाहरूका त सजिलो भयो क्यारे। कुन टोल कहाँनिर रहेछ, कुन पालिका कहाँनिर रहेछ, कुन कुन बस्ती कहाँनिर रहेछ, कसको ससुराली कहाँ रहेछ, कसको के जग्गा के रहेछ, कुन चाडमा कसलाई माला लायो, कुन पर्वमा कसले के पकायो भन्ने तालका क्वेसन सोध्छ। अब यही पाराले अब अरू प्रदेशले नि सोध्यो भने त अब 753 पालिकाका नाम थाहा पाउनु पर्यो। भोलिपर्सि त्यहाँका वडा अध्यक्ष नाम थाहा पाउनु पर्ला। त्यहाँबाट कसले जित्यो कसले हार्यो त्यो पनि थाहा पाउनु पर्ला। कसको डिभोर्स भयो, कसले कसलाई कुट्यायो, कसले कहाँनिर के हार्यो त्यस्तो नि सोध्न बेर छैन। त्यही भएर यो लोकसेवा लेख्ने किताब लेख्ने पनि आज बेहोसै छन्, पढाउने पनि बेहोसै छन्, इक्जाम दिने त अब ठहरै छन् है। अब रिजल्ट त त्यस्तै हो कि 80% पास कि 5% पास। किन 80% के अन्दाजित, सबैले अन्दाजित तुक्का लाखन के मिलिगो नभए जानेर लेखेका 5% भन्दा बढी छैनन्। त्यसैमा भने इङ्ग्लिस पनि उहाँ अरे आइक्यू पनि इङ्ग्लिसमा अरे। ओहो आइक्यू पनि इङ्ग्लिसमा। हे भगवान् जय शिव शङ्कर हर हर महादेव। त्यहाँ पोखरा गएको उपलब्धि होइन, त्यही फेवा तालतिर गएर त्यो आरती हेऱ्यो, जय शम्भो हर हर महादेव हरे 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 भने। त्यति बाहेक केही जात